नमस्ते। आत्मबोधमा यहाँलाई हार्दिक स्वागत छ। आज म प्रेम र भक्तिका प्रतीक, उज्यालो बाटोका पथ प्रदर्शक, पूजनीय गुरु प्रेमानन्द गिरी महाराजज्यूको जीवनी सत्सङ्ग गर्न गइरहेको छु। आमा रमादेवी र बाबा शम्भु पाण्डेबाट 30 मार्च 1969 सालमा उत्तर प्रदेशको कानपुर जिल्लाको सानो गाउँ सरसो नामक गाउँमा उहाँको जन्म भएको थियो, जसको नाम राखियो अनिरुद्ध कुमार पाण्डेय। तर नियतिले उनलाई एउटा साधारण जीवनका लागि होइन, संसारलाई भक्ति र प्रेम सिकाउने गुरुको रूपमा जन्माएको थियो। बाल्यकालदेखि नै उनको रुचि खेलकुद वा दुनियाँका चमकदार कुरामा होइन, गीता, भजन, नाम जप र ईश्वर प्रेममा थियो। साथीहरू मेलामा रमाउँथे, तर उनी नदी किनारमा ध्यानस्थ हुन्थे। 13 वर्षको उमेरमा उहाँले संसारको मोह त्याग्नुभयो। उहाँले कक्षा 9 सम्म मात्रै पढ्नुभयो। न त आमा बुवाको आँसु रोकिए, न गाउँलेको आश्चर्य, तर उहाँको हृदयमा एउटा आन्तरिक आवाज गुन्जियो, यो संसार माया हो, सत्य त केवल हरि नाममा छ। त्यो दिनदेखि अनिरुद्ध बने प्रेमानन्द महाराज। त्याग, तपस्या र भक्ति मार्गको यात्रामा लाग्नुभयो। भक्तिको बाटो सजिलो थिएन। कहिलेकाहीँ त दिनौँ दिन पेटमा अन्न परेको थिएन, तर उहाँको मन तृप्त थियो, किनकि राधा नामको जप उहाँको अन्न र अमृत बनिसकेको थियो। गङ्गा किनारमा बसेर ध्यान गर्नुहुन्थ्यो। कहिलेकाहीँ आँखा बन्द गरेर ईश्वरसँग संवाद हुन्थ्यो। उहाँको अनुहारमा योगीको तेज झल्किन्थ्यो। कसैले उहाँलाई साधु भन्थे, कसैले पागल भन्थे, तर प्रेमानन्द गिरी महाराज मुस्कुराउनुहुन्थ्यो। यदि ईश्वरको प्रेममा डुबिनु पागलपन हो भने म सधैँ पागल रहन चाहन्छु भन्नुहुन्थ्यो। समय बित्दै गयो। महाराज वृन्दावन पुग्नुभयो। त्यो भूमि जहाँ हरेक धुलोमा राधा नाम गुन्जिन्छ। त्यहाँ उहाँको गुरुबाट दीक्षा लिनुभयो। नाम जप र कीर्तनमा जीवन समर्पित गर्नुभयो। उहाँको बाणीमा यस्तो मधुरता थियो कि कठोर मन पनि पग्लिन्थ्यो। उहाँका प्रवचनमा गहिरा शब्द थिए, तर सरल अर्थ थिए। ईश्वर दूर छैनन्, उहाँ त तपाईँको हृदयमै बास गर्नुहुन्छ, महाराज भन्नुहुन्थ्यो। नाम जप गर्नु भनेको ईश्वरसँग कुरा गर्नु हो र सेवा गर्नु भनेको ईश्वरलाई छुनु हो। समयसँगै प्रेमानन्द महाराज जनमानसमा हृदयमा स्थान बनाउन थाल्नुभयो। वृन्दावनका उहाँका सत्सङ्गहरूमा लाखौं भक्तजनहरू आइपुग्थे। निर्जला एकादशीमा 8 लाखभन्दा बढी श्रद्धालु भक्तजनहरू उहाँको दर्शनका लागि भेला भए। तर महाराजजीले भन्नुभयो, भिड होइन भक्ति ल्याउनु, दर्शन होइन दर्शन योग्यता बनाउनु। कसैका आँखा रसाउँथे, कसैको मन रोएर शान्त हुन्थ्यो। कसैले भने, म जीवनको बाटो हराएको थिएँ, महाराजको वचनले फिर्ता ल्यायो। एल्भिस यादव जस्ता युवा भक्तहरू पनि उहाँका शिष्य बने। 10,000 पटक राधा नाम जप्ने व्रत लिए। कसैले रोग निको भएको अनुभव गरे, कसैले जीवनमा शान्ति फेला पारे। तर महाराज सधैँ भन्नुहुन्थ्यो, चमत्कार म होइन, तिमी भित्रको विश्वास हो। जीवनका उज्याला दीप, उहाँका उपदेशहरू जीवनका लागि अमृत समान छन्। उहाँ भन्नुहुन्छ, भक्ति बिना जीवन अधुरो छ। अहङ्कारलाई जितेपछि मात्रै प्रेम जाग्छ। अरूको सेवा गर्नु भनेको परमात्मालाई खुसी पार्नु हो। विगतमा रोइने होइन, वर्तमानमा जिउने हो। क्षमा, धैर्य र दया यी 3 रत्न हुन्। महाराजजीले यिनै सन्देश दिनुहुन्थ्यो। उहाँ भन्नुहुन्छ, सादा जिउ, सच्चो सोच र सदैव नाम जाप गर्दै गर। अन्त्यमा जब महाराजको स्वास्थ्य कमजोर भयो, उहाँका हजारौं भक्तहरू रोए। एउटा शिष्यले त आफ्नो किडनी नै दान गर्ने इच्छा जनाए। त्यो प्रेमको गहिराई शब्दले बयान गर्न सकिँदैन। महाराज मुस्कुराउनुहुन्छ, मलाई आफ्नो शरीरभन्दा भक्तहरूको भक्ति प्यारो छ। त्यो क्षण सारा वृन्दावनले प्रेमको स्वर सुने। त्यो स्वर थियो ईश्वर र मनुष्य बीचको साँचो सम्बन्धको।
यसरी महाराज अन्तिम सन्देश दिनुहुन्छ, प्रेम नै परम सत्य। आज पनि महाराज वृन्दावनमा हुनुहुन्छ। साधारण पोसाक, मधुर स्वर र तेजपूर्ण दृष्टि उहाँमा रहेको छ। उहाँ भन्नुहुन्छ, मन्दिर खोज्न कहाँ जानु? यदि मनमा प्रेम जगायो भने प्रत्येक प्राणीमा हरिदर्शन हुन्छ। उहाँको जीवनले सिकाउँछ, त्यागले आत्मा ठुलो बनाउँछ, भक्तिले जीवन उज्यालो पार्छ र प्रेमले ईश्वर भेटिनुहुन्छ। अन्त्यमा नाम मात्र होइन, प्रेमको अनन्त स्वरूप छन्। उहाँको जीवन सुन्दा हृदय भिज्छ अनि मन भन्छ, साँचो आनन्द त प्रेम नै छ। आजको लागि यति। यहाँले सुनिदिनु भयो, यहाँलाई धेरै धेरै धन्यवाद।